इक्जाम्पलमा पनि आयो। यति लेखेर यो 1 by 1 गरेर कुकिङ फुड हैन, ड्रिङ्किङ वाटर, ड्राइङ क्लोथ हो कि नहीं? हाँ, ETC त्यसरी लेख्न सक्छ। सार पहिला नै सार्ने बाना नगर्ने। मैले जबरजस्ती भनेको छु, पहिला कुनै कुरा सुन्नुपर्छ। हेर, जब म लेखिरहेको हुन्छु नि, बोलिरहेको हुन्छु, तब तिमीहरू कपी युज नगर्ने, त्यसमा लेख्ने। म धेरै टाइम दिन्छु लेख्नको लागि, बुझ्यो? तर सुन्ने, किनभने सुनेको हुन्छौ भने त्यसपछि तिमीलाई त्यो कुरा पर्फेक्टली कन्सेप्ट क्लियर हुन्छ कि सरले यो कुरा भन्नुभएको थियो, हिटमा यो कुरा हुन्छ, यो कुरा हुन्छ। यदि म यहाँ लेख्दै गएँ अनि तिमीहरू सार्दै गयो भने के हुन्छ, तिम्रो कुनै पोइन्ट छुटिहाल्छ कि सरले के भन्नुभएको थियो, हो कि नै? अनि याद गर्ने बेला अलिक गाह्रो हुन्छ। पहिला सुन्ने, त्यसपछि लेख्ने। बुझ्यो नि? जब म आफै लेख्न भन्छु त्यति बेला लेख्ने, ठिक छ? यो हाम्रो AI स्टडी जोन ट्युसन सेन्टर हो। यिनीहरूको आज यिनीहरू होमवर्क याद गर्दैछ। म यहीँ पढाउँछु, तपाईँहरूलाई पढ्नु छ भने यहाँ आएर पढ्न सक्नुहुन्छ। यो सानो एउटा ट्युसन खालको हो, कुनै कोचिङ छैन। यो यहाँ तपाईँले 3 घन्टा 4 घन्टा आएर बसेर जे समस्या छ त्यो समस्याहरू तपाईँले चाहिँ सल्भ गर्न सक्नुहुन्छ आफ्नो। यति भन्दै धन्यवाद। पढ्नु छ भने तपाईँहरू कन्ट्याक्ट गर्दा हुन्छ।